मेरो टोप छोरा छोरी टुक्रा हुन्थे। अहिले छोरा छोरी बढेपछि बाआमा टुक्रा आउँदा रहेछ। परान परान भन्नुको पर नजा भन्नु भएन। भनेको मात्रै बुझ्ने भएर त छोरा। समयले तँलाई र मलाई एउटै ठाउँमा ल्याएर उक्या। योभन्दा अगाडि मैले
जे बोलेको थिएँ, जे भनेको थिएँ नजानेर भनेको रहेछु। मलाई माफ गर्दै गाउँ बुढा। जिन्दगीमा कहिलेकाहीँ यस्तो समय पनि आउँदो रहेछ जहाँ एउटा निर्णय लिनुपर्ने हुन्छ, पाना पल्टाउने कि किताबै बन्द गर्ने। अब हामीले पाना पल्टाउनु पर्छ, एकले अर्कोलाई काँध दिनुपर्छ। न बाउ आमा छानेर जन्म नपाइदो रहेछ, न सन्तान छानेर जन्माउन पाइदो रहेछ। छानेर पाइने भने त जस्तो साथी रहेछ। त्यसो भए मैले भनेको कुरा मान। तँलाई माइलाले काठमाडौँ बोलाएको छ, त जानुपर्छ जा। त्यो माइलाको मुख देखेपछि कान्छाको पिर घट्छ कि? हेर त गइनस् भने तैँले कान्छो छोरालाई मात्रै माया गर्छ भनेर अरू छोराहरूले सोच्छन्। माइलाले तँलाई माया गरेरै बोलाएको हो। सन्तानको खुसीको लागि पनि तँ जानुपर्छ। त्यसकारण जा, गएर 2-4 दिन बस। रमाइलोलाई उतै बस, नभए यता घर छँदैछ। जान्छु पनि नभनी हिँडिस? जान्छु त सधैँभरि जानेले मात्रै भन्छ। म त माइलालाई लिएर फर्कन्छु। तेरो जस्तो एउटा मात्रै छोरा हो र च्यान खन्नु? पोहोर त हुन्छ यो अहिले। फेरि ज्यानै फालेर काम मात्र गर्ने होइन नि, आफ्नो शरीरको पनि ख्याल गर्नु। परदेशको ठाउँ, दुःख बिमार पर्यो भने कसले हेर्छ? हो ऊ बुवा आइपुग्नु भयो, कुरा गर। कान्छा र कान्छी अमेरिका पुगेर फोन गरे, कुरा गर। राम्रोसँग पुग्यौ? हजुर पुग्यौँ। सरी बा, मलाई माफ गर्नुहोस् है। बाले पनि थाहा पाएर पनि थाहा नपाए जस्तो गरिदिनु भयो। केही कुरा त थाहा नपाएको जस्तो गर्दा पनि फाइदा हुने रहेछ नि त। तैँले मेरो खल्तीमा सुटुक्क मोबाइल हाल्दिस्, मैले थाहा नपाएको जस्तो गरे। ए अहिले तेरो अनुहार हेरेर बोलिराखेको छु, भएन त फाइदा? ल तेरो आमासँग कुरा गर। बाको धेरै चिन्ता नगर न, माइलाकोमा गएपछि सबै ठिक हुन्छ क्या। भोलिबाट बिहान बेलुका आएर यता बाहिरतिरको कामहरू मात्र गर्नु है। हस् म्याम। बिस्तारी। हो तिम्रो लागि पनि हो, अनि गाउँबाट ड्याडीको बुवा मुवा आउँदै हुनुहुन्छ नि त, उहाँहरूको लागि पनि हो। गाईको राम्ररी हेरविचार गर्नु। तैँले दुहुन जानेको भए दुन्थिस्, अब बाछोलाई बाले डेरीको दुध पो नखालान् कि माया? मैले भोलिदेखि नै गाईको दुध ल्याउनु भनिसके। योचोटि बाआमा आएपछि फर्किने मन नलाग्ने बनाउनु पर्छ है, के कुराको पनि कमी हुन नदिने। यो मठमा घामको झुल्को सँगै पूजा गर्नु,
फेरि घाम छिपिन्जेलसम्म सुत्लास् नि। यी माउरी भागे भने छाराले हानेर भए पनि रोक्नु। माइलाले मह मन पराउँछ, त्यसलाई यहीँ बस्न मन पराउने बनाउनु पर्छ। म जसरी भए पनि माइलालाई लिएर आउँछु काठमाडौँबाट। के अरे हो धर्मनाथ बा, काठमाडौँबाट छोरालाई फर्काउने अरे? फर्काउँछु। मेरो छोरालाई मेरै घरमा फर्काउनु कुन चाहिँ ठुलो कुरो भयो? हेरौँला, धर्मनाथले बोलेको पुग्दै आएको छ, क्या न फेरि पनि पुग्ला नि, हेरौँला। ओ, चोर फटाहरू आयो भने यसै गरी भगाउनु है माने। माने ऊ त्यहाँ तुलसी ढोकेर आउँछु। ला, यो राख। बेला बेला भिडियो कलमा तेरो अनुहार हेरौँला। हराउलास् नि, राम्रोसँग राख। राम्रैसँग आइपुग्यौँ। कति 8 महिना पुग्यो होइन? 8 महिना त कट्यो नि। कति 2 घण्टा डिले भयो। 2 घण्टा हो। यस्तै त हो। आमा बस्दै गर्नु छोरो, तिमी पछाडि मामुसँग बस्न त बुवा कसैसँग पनि टाँसिएर बस्न सक्दैन क्या। माइला, अरू के बानी याद राख्या छ सबैले? आऊ न त्यहाँ आऊ, हामी यता बस्छौँ। नाति, के छ त तिम्रो खबर? ठिक छ? ठिक छ। मेरा बाबै कति धेरै मान्छे भन्दा धेरै गाडी। यस्तो घाइगुइमा कसरी बस्छ से माइला? बस्दै गएपछि बानी परिहाल्छ नि बुवा। खोइ के बानी पर्ला? राजधानी हो नि त। राजधानी मिन्स हजुरबुवा भन न। आइज है नाति, तेरो घर देखा। सरी सर है बुवा, लो आइपुग्यो तपाईँको घर। ए जाऊ बुवालाई देखाइदेऊ। ठिक छ बुवा? म माथि लिएर जाँदै गर्छु। ए माइला, हजुर तुलसीको मठ कहाँ छ त? दाहिने पारेर छिर्नु पर्यो नि। बुवा, भर्खर त घर आफ्नो बनाइयो, तुलसीको मठ त बनाउनै बाँकी छ। तुलसीको बास नभएको घरमा धर्मनाथ निवास। आउनु, म यो सामानहरू माथि राख्छु, बस्दै गर्नु है। हुन्छ, बस्नु, म पानी ल्याउँछु। हुन्छ। आज धेरै दिनपछि तपाईँको अनुहार उज्यालो देखियो। छोरा साथमा भएर होला है? विराटको पालामा भन्दा त डब्बल घर रहेछ।
हाम्रो छोराको यही प्रगति देखेर त मान्छेहरू चल्छन् नि। हाम्रो कान्छो पनि यस्तै प्रगति गर्नलाई अमेरिका गएको हो नि। ओके दी, कान्छाको कुरै नगर। बुहारी खोला छैन? बाबुलाई रुगाले समातिहाल्छ भनेर किराता ल्याउने गरेकै छैन। यही अगाडि पाउँछ, म लिएर आएँ। पर्दैन पर्दैन, बस जे छ त्यसमै रमाउन सिक्नुपर्छ। बुवाले मायाले दुध त दिनुभयो, तर लक्ष्मीलाई दुधै मन पर्दैन। अनि माइला, हजुर, यत्रो घर सम्पत्ति गाडी जोडिछस्, के छ तेरो ऋणधन? कसरी पुर्याउँदैछस्? अब पनि बुवाले घर कसरी चल्छ भनेर चिन्ता लिएर साध्य लाग्छ बुवा। हामी छैनौँ। त्यस्तो पिर लागेको भए खोइ त्यो भोटोको पैसा दिनु न त। भोटो मात्रै किन, सबै तेरै त हो नि। गाउँ हिँड्न। अब फेरि फर्केर गाउँ जाने र बुवा, यही काठमाडौँमा टिक्नलाई कत्रो दुःख गरियो होइन? अब बल्ल टाउको ठड्याएर उभिन सक्ने भएको छु। त्यही त, कस्तो कस्तो सङ्घर्ष गर्नु पर्यो। तैपनि आफू जन्मेको गाउँ हो नि। आफू जन्मेको भन्दा पनि आफ्ना जन्मेको ठाउँको बढी माया लाग्दो रहेछ बुवा। के हेर्नु बाबु, आउनु न। यो बुवा आमालाई घर बस्दा यसो फेरफार गर्न हुन्छ भनेर कपडा ल्याएको भने के ल्याइस् त भाइला? यो आमालाई यस्तो के लिएर आउनु पर्थ्यो तिमीहरूले? यसो फेरफार गर्नुहुन्छ नि आमा। बुवालाई सिरपले पुग्ला नि? पुग्छ। नपुगे दराजमा पुग्ने छ है आमा। ल आराम गर्नु होला। ज्यालहरू राम्रोसँग लाउनु ल, फेरि म छिडाउँछु। चिन्ता नगर, म हेरिहाल्छु नि। लौ आमा, किन भुइँमा सुत्नु भा? मेरो त भुइँमै सुत्ने बानी छ, त्यसैले। चिया ल्याएको? पहिला तातो पानी खानु पाए हुन्थ्यो। ए यहाँको अङ्खुरा कहाँ गएछ? अङ्खुरा त भित्र बाथरुममै छुटेछ। हिजो बुवालाई पेट काट्यो रे, पानी आएको थिएन क्या, त्यही भएर। ए भन्नु बाबे हुन्थ्यो, पानी चढाउनै बिर्सेछ यसो। कति धेरै घर हुन् के, बाफ रे बाफ। यहाँको मान्छेलाई आँगन पनि नचाहिने रहेछ। यसो खक्क खोकेर थुकौँ भने पनि अर्का घर पर्ला भन्ने डर। हेर सहरको बिजोग। त्यस्तो फराकिलो ठाउँमा जन्मेर यस्तो साँगुरो ठाउँमा बस्ने लोभ गर्छ। फोहर भयो, फाले। नराम्रो त्यस्तो केही बनेकी छैन। एउटै कुरालाई मनमा नखेलाइरहनु न तपाईँ। केटी, गाउँ त साह्रै नराम्रो रहेछ कि क्या हो?